दाइ नमस्कार। ओ नमस्कार नमस्कार लक्ष्मी छ टोलिएर लाम बसम यता ल आम यता यहाँ के छ तिहारको स्पेशल गेम सेम चले किन त यतातिर यसो खेल्न पर्यो नि यसो तिहार लाग्यो गेम सेम खेल्न पर्यो कहाँ गेम सेम खेल्ने हो पोहोर जस्तो हुन्छ गेम सेम केही खेल्ने होइन अहिले चुक्क बस्ने देउसी भैलो खेलेर रमाइलो गर्नुपर्छ बुझ्यौ ल ल ल यहाँ बसौँ यता बसौँ मजाले बसौँ अनि गफ गरौँ ओहो बा दर्शन गरे बा दर्शन यो बालो राम्रो छ अझै राम्रो हुँदै जोस् कहिले बाटो नबिराए हामीले भनेको माने बा राम्रो हुन्छ बुढाबुढीको सम्मान गर्न पर्छ बुढाबुढी त भगवान हुन् तिहार कतिको लाख बाला अब म बुढालाई के को तिहार लाग्ने हो गेम सेम त खेल्न पर्यो नि के छ के को गेमका कुरा गरेको छ नि उनले मोबाइलको गेम हो भा मोबाइल हो कि पोहोर साल जस्तै त्यही सम्पत्ति फाल्ने खेल हो पोहोर पनि आमाका गहना हराएर पारेका हो अहिले पनि फेरि त्यही खेल्नु भयो छै जस्तो लागेको छ होइन होइन पोहोर सालमा पररी चौक यहाँ गएर हात जोडेर अब जुवा तास खेल्दिनँ भनेर ल्याएको बिर्सिस यस्तो उँधो शिर ठाडो भएर हेर्न पनि दिएन हो तिमीहरूले कहिले पररी चौकीमा पुगेका छन् कहिले गहना पात हराएका छन् कहिले पैसो हराएका छन् जुवा खेलेर उकालो लागेको कोही देखेका छौ कहिले उँगो लाग्न बा जुवा तास खेल्ने काम नगर घरमा उद्यम गर राम्रो हुन्छ मेरो आँखा छोपेर के गर्छौ नतिजा देखिहाल्छ कम दुःखले मिहिनेत गरेर तिमीलाई हुर्काएको मैले बिर्सिउ हुन त तिमीलाई के थाहा भयो र बिर्साएन सम्झे मैले खाइनँ पनि तिमीलाई भोको राखिन अहिले टाउ कहाँ टेकेको छौ ए बाबु यस्तो नगर हो यो तास खेल्न भनेर नहिँड हो पढ्ने बेला छ राम्ररी पढ लेखौ सिकौ भोलि पर्सि थाहा पाउला बाले यस्तो भन्थे भनेर अहिले त तिमीलाई तितो लाग्ला ए भाइ सुनौ मानौ भोलि कानुनले वर्जित गरेका काम गर्न हुन्न लाइनमा आउनु पर्छ यो बाले यस्तो भन्यो भनेर मन नदुखाओ मानौ भाइ त्योसित गफ गरेर के गरौँ म त काम गर्नुहोस् हामी यहीसँग गर्ला छैन लकर लकर हिँड्यो छन् यसो तिउन तरकारी फलाउने झारू खेल्ने उकेर लाउने गर्ने भए हुन्छ यसो नुन हाल्ने चिज भेटिँदो मेरो दुःख गएनन् ए बरे लाठी छोरा घर पाल्यो लकर 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 गाउँभरि हिँड्छन् ल बा गए बा आफ्नो काममा है हामी चाहिँ आफ्नो काममा गेम त जमाउनु पर्यो के अरे बाले भाषण त दिन्छन् नि होइन रङ्गाउनु पर्छ ल साथीहरू तिहारको स्पेसलमा चाहिँ मेरो सुरुमै बटाउ बास आज चाहिँ यसको बिटो बनाएर लाने हो ल सबैले हालौँ ल मेरो पनि आयो है बास काट्नुस् मलाई पर्ने हेरकाट है एकदम बास मेरो आयो बेलन आयो ल मनी बेलेन चल्दैको ल है यो चाहिँ झप्प आउँछ मेरो पनि आयो अहिले मेरै छ के दाउ त ल हामीले हेरिन्छ ल मैले काटेँ है साथीहरु मैले काटेँ उडाउने ल मैले नहेरिकन फेरि आयो आज जित्ने कि तपाईले कि मैले होला बस जित्ने त मैले जो स्योर हो ल फेरि पनि आयो ल मेरो पनि फेरि दुईटा आयो ल फेरि बर्बाद ल फेरि आयो मेरो पनि ल दाइ पैसा भेयो अब पैसाको सट्टा मेरो रोलेक्स घडी आउँछ रोलेक्स हाल्नुस् दाइ जे छन् हाल्नुस् ल ल घडी आयो मेरो नि स्योर मैले जो ल घडीको सट्टा आयो मेरो पनि 1500 ल ए हाल्नुस् के छ अब त्यसो ल मेरो आइफोन आयो आइफोन ल आइफोनलाई जित भाइ आइफोन सित आइफोनै आयो ल अरु के छन् हाल्नुस् न
यति मात्रै कहाँबाट यहाँ त पुरै झोला लिएर आफूको र पैसा बोकेर जान्ला जे हाल्नु न जित्ने त मेरो आयो यो बस अब हालेर देखा पुरै गहनै लिएर आउनु भएको त ओहो गहना प्योरै हो नि दाइ यो प्योर हो के भनेपछि एकदम 100% प्योर हो यो मसी पनि बिट्टा छ के सिधै ब्याङ्कबाट ल्याएको दाइ ल आयो बिटो मेरो पनि दाइ ए बिटो यार अर्को प्योर आयो ल ल खोलम दाइ यसलाई जितेर देखाम ल खोलम दाइ यसमा खोलम ल खोलम त्यसो भए ल सो खोल्ली खोलम आउनु दाइ आयो आयो दाइ हेर्नु आयो बराबर यो त स्योर मैले लान्छु भनेको थिएँ एकदम देख्नु मेरो त झोला लाने भनेर झोला यत्रो झोला बोकेर आएको थिएँ म ओहो अब त भेयो त नाङ्गियो नि जम्मै अब उठाउँ दाइ ए यसो रकम यो चाहिँ खेले उरेको पैसा सैसाको यस्तो भएको चाहिँ अरे बाला नबनाउँलाई बाले फेरि लपेटा लाएर घर निकाल्छन् कसैले पनि है पुरा गर्ने होइन बाहिर कि खेल्ने त एका तपाईँ र अब त यो चस्मा खेले पारो के रे चस्मा अब त भक्यो अब त तासले तर्सा ल हेर यहाँ गहना थिए झोलै छैन पैसा राखेको थिएँ वृद्ध भत्ता बुझेको त्यो पनि छैन बाहिरका चोर आए कि घरैका चोर हुन् यहाँ पनि छैन कहीँ छैन खै आफ्नो होस उडेको हो कि चोरेका हुन् कि यो बुढाको आग्रो खाए सबैका घरमा चाडबाड आउँछ सबै घर जुट्यो छन् हाम्रो भनी कहाँ हो कहाँ मुन्ट्यो होलान् बाले बिहान त भन्दै थिए अब खेल्न हुन्न त भन्थे जम्मै मोबाइल पनि गयो गहना पनि गए पैसा जम्मै गयो बिहान माने भए जम्मै हुन्थ्यो भनेको मान्दैन अब क्यार मुख देखाउने हो मार्छन् बाले बर्बाद भयो यो त खतमै हुने त्यसरी त किन भुतभुता छस् के भयो बिहान भने ते मानिनस् होला आज पनि के गरिस् अनुहार उज्यालो छैन नि के गरेर आइस् दुष्टले नि हैरान पारे ए त्यहाँ मेरा भाडाका पैसा पनि छैनन् त्यहाँ गहना थिए तिनी पनि छैनन् आज त्यसै उपद्रो गर्यो है त मलाई नै खपटाले बिगारेको मैले तपाईँलाई अलिक पिठो ल्याएर दिन्छु भनेर गएँ बिहान भनेको नि मानिन बा मलाई माफ गरिदिनु यिनी खपटा मैले जलाउँछु आज यो यिनीहरूले बिगारेको मलाई यिनी चाहिएन मलाई बाले भने माने बा अहिले के हुन्छ बा मलाई माफ गरिदिनु बिहान त्यो निकालेर लगेको मैले हो बा पैसा पनि लाएँ त्यो गहना पनि लाएँ दिन त अहिलेसम्म कहाँ बानी परेको थियो र त्यो भएको लानी त आउको तिमीहरूले जनतन जुटाइदियो थिएर यही रमाएका छौ नाचेका छौ म बुढो यताउता भएपछि के गर्ने रहेछौ यति बनाएर दिन्छु भने थिएँ बा सबै भ्याए मेरो मोबाइल पनि गयो तेरो आश छैन मलाई मलाई माफ गरिदिनु अब म वृद्ध आश्रम जान्छु र आनन्द भएर बस्छु तुरको भर छैन मलाई अब मैले यो दसैँ तिहारमा तास भनेपछि खेल्दिनँ मैले आगे हालेर जलाइदिएँ बा म खेल्दिनँ अब माफ गरिदिनु बा माफ गरिदिनु है कति गर्ने हो पहिला पनि यसै गरिस् माफ गरिदिनु बा भाइलाई पनि बिगारिस् तँ उरन ठेउलो कहाँ पुग्यो तँ पनि आएको छैन उसले अझै के गरेर आउने हो है बरे मेरो नमस्कार हाम्रा चाडपर्व संस्कार र संस्कृतिको जगर्ना गर्नु हाम्रो कर्तव्य हो। चाडपर्व मनाउँदा घाँटी हेरेर हाड निल्ने गरौं, तडक भडक र देखासेकी नगरौं। समाजमा विकृति ल्याउने होइन, समाजलाई सुसंस्कृत बनाउने हाम्रो कर्तव्य हो। धन्यवाद।
हाम्रो भिडियोहरू हजुरहरूलाई कस्तो लाग्छ, आगामी दिनहरूमा पनि नयाँ भिडियोहरू आउनेछन्। लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। कमेन्टमा हजुरहरूले कस्ता भिडियोहरू हाल्ने हो त्यो चाहिँ सुझाव दिनु होला। सिक्दैछौँ, गर्दैछौँ। यहाँहरूलाई धन्यवाद। थ्याङ्क्स फर वाचिङ।